यो ग्यासको सप्लाई अचम्म लाग्छ। नेपाली जनताले त्यतिकै निशुल्क चलाएको त होइन। यो लिपुलेकमा नाका खोलियो अनि नाकाबाट चाहिँ सञ्चालन भइरहेको छ व्यापार भारत र चीन बीच भन्ने कुराहरू जानकारीमा आएको छ। तर सरकारले चाहिँ यो विषयमा बोलेको छैन। हाम्रो कुरा बोल्नु है भनेर पठाएको कारणले हामी यहाँ बोल्छौँ र हामीले बोलेका कुरालाई चाहिँ सरकारले गम्भीर भएर सुन्नुपर्छ, बुझ्नुपर्छ। यो लिपुलेकमा नाका खोलियो अनि नाकाबाट चाहिँ सञ्चालन भइरहेको छ व्यापार भारत र चीन बीच भन्ने कुराहरू जानकारीमा आएको छ। तर सरकारले चाहिँ यो विषयमा बोलेको छैन। यो ग्यासको सप्लाई अचम्म लाग्छ। नेपाली जनताले त्यतिकै निशुल्क चलाएको त होइन। सबै कुरा काटेर थपेर के होइन ट्याक्स त्यहाँनिर फाइदा सबै कुराहरू गरेर चाहिँ तपाईँको किनेर चलाउँछन्। त्यो भेला भएको पैसा चाहिँ कसले लगेर जान्छ? सप्लाई चेन के भएर ब्रेक हुन्छ? सप्लायरलाई पैसा किन पठाउँदैन? त्यो बिचमा कसैले त्यो पैसा चलाइदिन्छ कि क्या हो? यदि चलाइदिन्छ भने सरकारले भन्नु पर्यो यसले चलाउँछ भनेर। होइन भनेदेखि के अरे नेपाली जनताले त पैसा तिरेर चलाएको हुन्छ। अनि पैसा चाहिँ तपाईँको चाहिँ के अरे छ उठाएको छ तर उता सप्लायरलाई नपठाएर सप्लायरले नपठाएको हो कि जस्तो चाहिँ मलाई लागिरहेको छ। यो खालको चलन हो भने तुरुन्त यसको अन्त्य गर्नुपर्छ। किनभने विश्वमा ग्यास उत्पादन हुनै छोडेको भन्ने त होइन होला, विश्वमा पेट्रोलियम पदार्थ उत्पादन हुनै छोड्यो भन्ने त होइन होला। त्यो बिचमा कहीँ न कहीँ तपाईँको चाहिँ त्यहाँ पैसा पहिलाको त्यो होइन पुरानो चाहिँ बाँकी तिर्नु अनि हामी पैसा के अरे तेल पठाउँछौँ ग्यास पठाउँछौँ भन्ने खालको स्थिति जस्तो मलाई चाहिँ लाग्छ। यो कुरा के हो यसलाई चाहिँ नि स्पष्ट पार्नुपर्छ भन्ने पनि अनुरोध गर्न चाहन्छु। सहकारी पीडितहरूले पैसा पाएका छैनन्, सहकारी पीडितहरूको पैसा फिर्ता गर्नुपर्छ सरकारले।